यो क्रस चाहिँ यस्तो हुनु पर्थ्यो, हाम्रो यस्तो भएछ, लाइक ढोका चाहिँ यता हुनु पर्थ्यो, यता भएछ। साह्रो घाम झर्किरहेको छ अहिले। ब्रिस्बेन हामीलाई अस्तिको क्याम्पले यति एट्र्याक्ट गर्यो कि हामी फेरि अल द वे फ्रम सिडनी टु ब्रिस्बेन बिचमा क्याम्प गर्दै ब्रिस्बेन जाने, न्यू इयर हेर्ने, त्यहाँ न्यू इयर सेलिब्रेट गर्ने, हल्का काम गर्ने, अनि फेरि फर्केर सिडनी आउने, अनि सिडनी आउँदाखेरि पनि क्याम्पिङ गर्ने भनेर हामी अहिले मात्रै हिँडेको छौँ। अहिले दिउँसोको चाहिँ लगभग 1 बजेको छ होइन, अनि हाम्रो क्याम्पिङ स्पेस चाहिँ सिडनीबाट 5.5 आवरको डिस्टेन्समा छ। हामी त्यहाँ गएर रेस्ट गर्छौँ, अनि भोलि बिहान चाहिँ हामी ब्रिस्बेन जान्छौँ। दिउँसो एकछिन रेस्ट गरेर हामी न्यू इयर हेर्छौँ। सो आवर जर्नी स्टार्ट्स हियर। वाउ, हामी चाहिँ अहिले ब्रोकन बेमा आइसकेको छौँ। हामी यहाँ पहिला पनि आउन चाहिँ होइन, यता लङ जेटीतिर जाँदाखेरि यो वलङ्गङ एरिया होइन नि, यो उल्टो एरिया हो। लङ जेटी गएको थियौँ नि हामी, त्यतिखेर चाहिँ हामी आएको। इभन ग्ल्याम्पिङ गर्दाखेरि पनि हामी यही एरिया थ्रु आएको के। कस्तो कुल स्पोर्ट्स कार गयो हाम्रो अगाडि, अनि यसको ड्राइभर चाहिँ लेडी ड्राइभर छ क्या। अस्ट्रेलियन रेप्टाइल पार्कमा आयौँ हामी अहिले चाहिँ। हजुर, गस्फोर्ड जाने बाटो भयो, लेफ्ट जाँदाखेरि चाहिँ हामी सिधै जान्छौँ। हामी न्यू क्यासलतिर जान्छौँ यहाँबाट सिधै लगाएर। हामी 250 किलोमिटर चाहिँ स्ट्रेट यही बाटो लागिराख्नुपर्छ। अस्ट्रेलिया इज अ ब्युटिफुल कन्ट्री है, कति राम्रो ठाउँ। हामी चाहिँ NSW को केम्से भन्ने एउटा टाउनमा आइपुग्यौँ होइन, सपिङको लागि। हामी जहाँबाट थियौँ नि त्यहाँबाट तिमीले रङ टर्न लियौ कि। वुलवर्थमा सपिङ गर्ने मौका पायौँ, अलिकति सामान छुटेको थियो हाम्रो, त्यो किन्यौँ हामीले। अनि अब चाहिँ हामी हाम्रो क्याम्पिङ साइटतिर लाग्दैछौँ, जहाँ पुग्नको लागि हामीलाई अझै 33 मिनट्स लाग्छ। हामी चाहिँ अब हाम्रो क्याम्पिङ साइटमा आइपुगेको छौँ होइन, त्यही अगाडि हो। लेफ्ट साइडमा देखाइरहेछ, यो त घर भयो। अलिकति अगाडि हेर्नु त, यो ऊ त्यहाँ ओके ऊ त्यहाँ गाडीहरू छ भनेपछि हाम्रो क्याम्पिङ साइट त्यही हो बेबु, त्यहाँ टेन्टहरू छ। यु टर्न गर्नु अब। जाने ठाउँ चाहिँ कताबाट रहेछ यसो भएन कि। कसै तिरे काम त बेबु बिर्स्यौ र उति त्यहाँबाट रहेछ भित्र जाने जग्गा त उनीहरूको भयो नि त। अफकोर्स एक्सपेक्टेसन मिट गरिरहेको थिएन, किनभने मैले $40 तिरेको थिएँ यो क्याम्प साइटको लागि, अनि हेर्दा नै खासै इन्ट्रेस्टिङ चाहिँ लागिरहेको थिएन। लास्ट टाइम हामी लेक वालेसमा बसेको थियो, जहाँ चाहिँ हामीले पैसै तिरेको थिएन होइन, अनि इट वाज सो ब्युटिफुल। त्यहाँ बसेर $40 तिरेर यो साइट हेर्दाखेरि त डिप्रेसिङ नै लागिरहेको थियो के। त्यहाँ तिराउला एउटा तिनटाभित्र पर्दैन यही हो। यस्तो हो के रुको त, यो असाउने अनि त्यो खाली हो कि त्यही भएर ट्राई गर्ने थिएँ, तर मैले यतापट्टि त्यो त अडकाउ तिमीले कि त अड्काउ
यहाँ चाहिँ त्यो राख यता उठ्ने अब यहाँबाट बाँध्निरोस् त्यो कहाँ गयो यार हुन्छ क्या यहाँ आइसक्यो बाँध्नु यो साइडमा हो ट्रेन दुईटा जता राख्नु हुन्छ जग्गा त सो ल अस्ति किन हुमा काम दिँदैन अहिले हो ए कति राख्नु त्यो मुटु त यस्तो हो यता भने यस्तो घुमा खान्छ मैले बुझेँ यता किनकि त साइडबाट तानियो नि जसरी होइन मैले बुझेँ झ्याल छ होइन मैले हेर्दैछु यस्तै हो नि त्यस्तैहरू गर्छ यस्तै हो यही त अनि यो त ढोका हो यही हो हामीले आज पनि टेन्ट उल्टो राखेको गाह्रो छैन नि त अहिले घुम्न पर्छ होइन एउटा एक्स्ट्रा हुने कारण चाहिँ यो राख्न हुन्छ क्या यो हाम्रो चाहिँ इन्डिपेन्डेन्टली टेन्ट सेटअप गरेको फर्स्ट एक्सपिरियन्स हामीले थोरै गल्ती गऱ्यौँ यो क्रस चाहिँ यस्तो हुनु पर्थ्यो हाम्रो यस्तो भएछ लाइक ढोका चाहिँ यता हुनु पर्थ्यो यता भएछ तर यसो के आज राति पानी आउँदैन सो यो हल्का यो यस्तो कर्भ भएर केही फरक पर्दैन टेन्ट सेटअप भइसक्यो बेड राख्न बाँकी छ यो चाहिँ आजको हाम्रो बेड कति बज्यो अहिले 8 बज्न लाग्यो अब चाहिँ हामी फ्रेस हुन्छौँ अनि सायद यहाँ केही पनि खाँदैनौँ अनि हामी टेन्ट प्याक गरेर आफ्नो बाटो लाग्छौँ अब यति निकाल्न बाँकी छ साह्रो घाम झर्किरहेको छ अहिले यस्तो गर्मी छ नि कहाँबाट एक्कासी चराएर डेन्जरस तिमीलाई मन परायो कि
खाना खोज्न आँखान के मान्छे बसेको नि खाना हुन्छ भनेर यता कतितिर हामीले टेन्टहरू सबै प्याक गरिसक्यौँ अब यहाँबाट ब्रिस्बेनतिर लाग्छौँ हामी ब्रिस्बेन पुग्नको लागि अझै 3 hours 10 minutes छ बाँकी वे टु हेभन भनेको यही होला अब चाहिँ उता साइडको पनि देखियो नि त यत्रो बेर देखिएको थिएन हामी फाइनली ब्रिस्बेन आयौँ है म कस्तो निन्दा आएको तर यहाँ ठुलो बोर्डमा लेख्नु पर्ने हो के ब्रिस्बेन भनेर न फाइनल्ली हामी आइयो अहिले ब्रिस्बेनको सहरमा भनौँ हामी सिटी थ्रु जाँदो रहेछौँ के दिस इज द ब्रिस्बेन सिटी यु गाइस राम्रो देखियो नि है यो चाहिँ सिटी एरिया हो रे होइन साउथ ब्याङ्क पनि राम्रो छ तर साउथ ब्याङ्क चाहिँ त्यो साइडबाट जाने भनिरहेको थियो यसमा चाहिँ साइक्लिङ पनि गर्न मिल्दो रहेछ नि त यो पुलमा जस्ट सुपर रे सुपरको नाम पनि ओ यो चाहिँ मेरो लास्ट टाइम मेरो होटलबाट देखिरहेको थियो भनेपछि मेरो होटल वाज राइट देयर रिजेस मन्त्राको साइडमा रिजेस भनेपछि मेरो अफिस चाहिँ यतानिर थियो है यहाँ चाहिँ नजिकै नेपाली प्याराडाइज स्टाइलको एउटा टेम्पल पनि छ क्या त्यहीँनिर हामी भोलि घुम्न आउनुपर्छ ल हामी सिडनीदेखि पेसिफिक मोटरवे क्याच गरेर हिँडै गरेर हामी बल्ल त्यो मोटरवे एन्ड गऱ्यौँ होइन अनि हामी ब्रिस्बेनको सिटीबाट आर्को रुट दिँदै हामी अलिकति अगाडि गएपछि राइट जानु पर्यो अब धेरै कुराको नामहरू चाहिँ थाहा छैन हामीलाई किनभने मेरो चाहिँ सेकेन्ड टाइम हो ब्रिस्बेन अनि कान्छुको चाहिँ फर्स्ट टाइम ट्रेन आई गेस हामीले सिटीलाई छोडेर भित्रतिर हिँड्यौँ होला कन्फ्युजिङ रहेछ हो ओके कान्छु आर यु प्राउड अफ योरसेल्फ तिमीले 9 hours ड्राइभ गर्यौ एकदमै टोटलमा अनि मैले कति गरेँ तिमीले 2 घण्टा न तिमीले 2 घण्टा जम्मा 2 घण्टा गरेँ मैले धेरै गरेर जस्तो लागिरहेको थियो त होइन होला अलिकति बढी नै गरेँ होला हौ 3 घण्टा मैले 3 घण्टा ड्राइभ गरेँ भने तिमीले 6 घण्टा तर हाम्रो अरू एक्स्ट्रा पनि भयो त जम्मा 9 hours होइन नि त हामी दिँदै आएको भयो तर हामी भित्रभित्र गर्दाखेरि हाम्रो लस भयो नि त अनि अलमोस्ट हामीले चाहिँ 11 hours जस्तो ड्राइभ गऱ्यौँ अरू 10 hours जस्तो चाहिँ ड्राइभ गऱ्यौँ हामीले टोटलमा हामी घरबाट हिँडेको चाहिँ हिजो 1 बजेतिर अनि फाइनली हामी ब्रिस्बेन चाहिँ 4 बजे पुगेको छौँ नेक्स्ट डेको वी आर भेरी टायर्ड अब हामी रेस्ट गर्छौँ होइन लास्ट गर्ने छ बल्ल त हामी ब्रिस्बेन आएको छौँ अनि आज 31 डिसेम्बर न्यू इयर इभ हामी यहीँ बनाउने प्लानमा छौँ त्यही भएर आई मेक अ सेपरेट भिडियो अफ द्याट
See you then. Bye bye.